गाइज चाहिँ हाम्रो मुस्ताङ ट्रिप पार्ट 1 को फोटोसुटहरू अब सुरु गरौँ मुस्ताङ ट्रिप पार्ट 2 खाना चाहिँ आइसकेको छ तर यहाँको स्कुटी आएको छैन है यहाँको स्कुटी चाहिँ आउने बाँकी छ नेक्स्ट डेस्टिनेसन भनेर के भन्नु अब एउटा सानो बाई बाई गरेर हामी जाँदै फर्किन्छौँ मुस्ताङबाट अब हाम्रो नेक्स्ट डेस्टिनेसन हुनेछ जमसम के हो जमसम चिया खाने ठाउँमा आइपुग्यो जमसम बजारमा चिया चिया मिठो छ चिया एकदम पैसाले पाएन बदमास भन्ने गाइछ चिया मन देख्छ हैन ए चिया कस्तो छ अंकल चिया कस्तो छ मिठो छ चिया एकदम मिठो राम्रो तर चिनी अन्डा सुप लाग्यो उस्तो हो गया यसलाई समातेर लानु त कसैले यो बचाउ हुन्छ यसको म गएँ बाहिर है यो अहिले यहीँबाट बचाउ भइसक्यो है खोइ अङ्कल तपाईँको एक्सप्रेसनहरू तपाईँले डर लाग्यो ल्याइदिनुहोस् यता त्यहाँ सबजना ड्याडी कुद्नुमा ड्याडी बालमुमै जोडेको है त्यसले अब छोड्ने बेला भयो खाना ल गाइजहरू हेर्नु होला हामी गान्द्रुक होमस्टे एरिया जाँदैछौँ कास्की फाइनली घरमा आइपुगेका छौँ घान्द्रुकमा आउँदा आउँदा हामी कुचेर झन्डै गुन्द्रुक भएको गाडी बाटो एकदम खतम रहेछ तर गाउँ चाहिँ फेरि एकदम A1 छ आउने बित्तिकै यहाँ पानीलाई स्वागत गरिसक्यो हेर्नु सक्नुहुनेछ पानीको थप्लो थप्ला यसलाई त्यहाँ पानीले स्वागत गर्छ यो चाहिँ नेपाल एयरपोर्टमा झर्ने बित्तिकै पानीले स्वागत गरेको थियो अस्ति काठमाडौँमा पुग्नु थियो फेरि पानीले स्वागत आज पोखराको घान्द्रुकमा पानीले स्वागत साफसेरी भयो भन्दै हो नाच्न मन लागिसक्यो यसलाई मन बनाइ मलाई एकदम मलाई
नाच्न जम्रेकै यता झन् नाच्न जम्रे जान त्यता टोट हेर्दा झन् यहाँ मगर गरेर झन् ल्याम्बा त यता हेर्नु त मगर गरेर झन् ल्याम्बा त यो घर कति राम्रो आयो के जति खिचिन नपुग्ने कति चाहिँ भाडी पनि हाल्यो आमा नबोले पनि हाँसना सुन मेरो निर्माया ढुङ्गाको थानो निकाल्छ किनको थानो नौतले भरको बासना सुन मेरो निर्माया तिम्रो र हाम्रो निकाल्छ भेदर धाइमा यो मायालाई धोकासम्म सुन मेरो निर्माया मली पछ्यौरीले सानो मुहारै छोपेको लाग्छ बदलो भित्र सुनै हो कि लुकेको मलाई भन्छौ भने बताओ जरा और बताओ सो ब्यूटीफुल सो
जलपरी गोल्डन जलपरी अभाइलेबल भन्छन् सिकारीको निशानाले छुट्दै छुट्दैन भन्छन् चोकेवाको मायालाई छुट्दै छुट्दैन बिहानीको माछा मुछले हिमाल खोलेको भन्छन् बिहानीको फुलै मनमा बोलेको राफ्टिङ बिसाउने पापी आँखा हेरेर कसरी मारुली कम्बर हेरन कसरी हल्लाउने राफ्टिङ बिसाउने मारुली आँखा हेरन कसरी हल्लाउने पापी आँखा हेरन कसरी हल्लाउने त्रिशुली पगेर नारायणीमा झरेछ मलाई किन गीत सानो पो भएछ आलु कोटेको खल्तीमा कोटेको खल्तीमा माफी हुन्छ क्या मालु मायाको गल्तीमा माफी हुन्छ क्या मालु मायाको गल्तीमा उहिलेको बाजेको पालामा मोहर गन्ते डालामा लाली चढ्यो क्या मालु तिम्रो गालामा पैसैमा मर्छु पो क्यारे भन सोल्टी बरोबर नडाँटी गाउँमा यो ठाउँमा मगमगाउँदा फुलहरू फुल्दा रहेछन् रे मनको कुरा मुखमा ल्याई झिमझिम गर्ने परेली बोल्दा रहेछन् रे गुनगुनाउने भुनगुनाउने पैसालु भमरा बोल्दा रहेछन् रे हे मुखले झरेसी मचाउला रेलीमै चढक चढेसी मायाको डोरीले तिमीलाई बाँधुना मायाको डोरीले तिमीलाई बाँधुना दिलको मोटर कारमा तिमीलाई चढाउला सम्झना बिर्सना साला ला 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 सन्चन बढ्यो तिर्सना साला ला ला ला
सम्झना बिर्सना सा ला 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 झन्झन बढ्यो तिर्सना सा ला 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 ला